अब हामी गोसाइकुण्ड गइरहेको छौँ। खास पनि गोसाइकुण्ड चाहिँ उता धुन्चेदेखि नै जाने रहेछ, तर हामी चाहिँ यता स्याब्रु बेसीमा आएको थियो। स्याब्रु बेसीबाट पनि जाने ठाउँ चाहिँ रहेछ, तर यहाँबाट एकदम टाढो पर्छ भन्दैछ। अनि लोकेसन पनि हामीलाई थाहा पनि छैन कहाँबाट जाने कसरी जाने, तर पनि हामी गइरहेको छौँ। गोसाइकुण्ड पुग्छ पुग्दैन अब हेरौँ। कसैले भन्छ यताबाट जानुपर्छ, कसैले भन्छ यताबाट जानुपर्छ। यताबाट गयो भने लङटङ पुग्छ, उताबाट गयो भने गोसाइकुण्डतिर पुग्छ भन्छन्। अब हाम्रो यात्रा चाहिँ खास गोसाइकुण्डको हो, तर अब हामी कहाँ पुग्दछ म हेर्दैछु। र मेरो साथीहरू पनि पछाडिबाट आइरहेको छ, अनि एकजना चाहिँ अगाडि हिँड्दैछन्। अहिले यो यात्रा एकदमै उकालो छ होला जस्तो लागिरहेछ मलाई, जहाँसम्म लाग्छ अति नै उकालो। प्रायःले भन्छन् 2 दिन त लाग्छ भने, मतलब 1 दिन यहाँदेखि गएर माथि नाम चाहिँ के भने त्यो थाहा भएन, त त्यो ठाउँ गएर बस्नुपर्छ भन्दैछन्। अनि साथै अब भर्खर अब सुरु हुँदैछ यात्रा, अहिले नै भइरहेछ भनेपछि तपाईँहरू सोच्नुहोस्। अब तपाईँहरू यसरी हेर्दै गर्नुहोस्, म तपाईँहरूलाई एकदम इन्ट्रेस्टिङ यहाँको ठाउँहरूको भिडियोहरू फोटोहरू खिचेर तपाईँहरू सामु प्रस्तुत गर्छु। तपाईँहरूलाई कस्तो लाग्छ तपाईँहरूको प्रतिक्रिया दिनु होला।